सबैजनाले एकदमै मजाले हेर्न सक्नुहुन्छ है। अहिले लगभग रातको 10 बजेको छ। यसो बाटो परेर आज छिर्न पाइयो। यति 10 बजे राति पनि हाम्रा सबै साथीहरू निन्द्रा नभनी काम गरिरहनु भएको छ। एकदमै यो खुसीको कुरा हो। अब भुइँमा बसेर हामीले क्रिकेट हेरिरहँदा, हामी क्रिकेट समर्थकले हेरिरहँदा पनि मजा आइ नै रहेको थियो। अब झनै सिटवाला प्याराफिटमा बसेर क्रिकेट हेर्न पाउनुको मजा बेग्लै हुनेछ भन्ने चाहिँ एउटा अपेक्षा पनि राख्न सकिन्छ र मजा पनि हुनेछ। त्यसमा एकदमै ढुक्क हामी रहन सक्छौँ। सबै काम भइरहेको छ। यता यो मिक्सरले यो सिमेन्टको मसला घोलेर यहाँ स्लोपमा ढलान पनि हुँदैछ क्यार। अब सबै यो इन्जिनियरिङ भाषा त मलाई आउँदैन। सरसर्ती हेर्दाखेरि यहाँ यति छोटो जुन अब निर्धारित समयमा निर्माण सम्पन्न नभए पनि पछि थपेको समयमा चाहिँ निर्माण सम्पन्न हुनेछ भन्ने आशा राखौँ। एकदमै रमाइलो, एकदमै खुसीको यो एउटा चाहिँ प्रोजेक्ट हो भन्न पनि सकिन्छ। एउटा यो यसलाई कसरी बुझौँ हामी क्रिकेट समर्थकको लागि र एउटा क्रिकेटले पछिल्लो समय नेपाललाई एकदमै माथिल्लो स्तरमा चिनाउँदै लगिरहँदा यो एउटा यो प्रोजेक्टले यो स्टेडियम बन्दै गरेको यो प्याराफिट अनि यो फ्लड लाइटहरूको एउटा यो निर्माण सम्पन्न भएपछि यो स्टेडियमले एउटा छुट्टै पहिचान बोक्नेछ र यसपछिका दोस्रो चरणको दोस्रो सिजनको एनपिएलदेखि चाहिँ एकदमै भव्य रूपले चाहिँ यहाँ खेलहरू हुनेछ भन्ने एउटा हाम्रो जनचाहना अनि समर्थकहरूको एउटा चाहना छ। त्यो पुरा हुनेछ होला। सबैजनाले एकदमै हेर्न सक्नुहुन्छ है। मजाले सबैजना काम गरिरहनु भएको छ। हेर्दा हामीले यसरी भिडियो खिचिरहँदा हामीलाई रमाइलो लागे पनि उहाँहरू एकदमै खटिएर एकदमै आफ्नो पसिना मेहनत हाम्रो स्टेडियमलाई दिनुभएको छ। यसको लागि उहाँलाई धेरै धेरै हामीले धन्यवाद दिनुपर्छ।